प्युठान जिल्ला झिमरुक गाउँपालिकाकी एक आमा जसले 4 भाइ छोरा जन्माइन् र एक छोरी। 4 भाइ छोरा सबै दृष्टिबिन भए। तपाईका 4 बहिना छोरा थिए? 4वटा हो, पहिलाको बित्यो 5 वर्षपछि। पहिलाकोले देख्नुहुन्थ्यो कि हुन्थ्यो? होइन, यस्तै। पहिलाको पनि दृष्टिबिन हुनुहुन्थ्यो? हजुर, यस्तै नदेख्ने नबोल्ने। हजुर। 4 वर्ष परेर 5मा लाग्दाखेरि ऐनामा परेर बित्यो। अगिनामा परेर? हजुर। के गर्दै हुनुहुन्थ्यो त्यति बेला हजुर? म काम गर्न गएको थिएँ। हजुर। अनि औगिनामा त आगो त थिएन। आउँदाखेरि पुरै जलेर कालो भएको थियो। हजुर। म आउँदाखेरि केही जो थिएन त्यति बेला? केही चाहिँ छैन, भुँडी जो फुटे थियो। हजुर। म ढुङ्गा लिन गएको थिएँ, ढुङ्गा बोकेर फर्केर म हतार गम्मै ढोका गइसकेको थियो। आधा घन्टामा ऐनामा आगो थिएन, फेरि त्यत्तिकै जल्यो। परिवारमा सामान्य समस्या हुँदा त कति धेरै पीडा हुन्छ। यी आमाको जीवनमा के बितेको होला एकपटक सोच्नुहोस् त। छोरीले डाक्टर बन्ने सपना देख्दाखेरि आँखामा आँसु ल्याउनु पनि आमा? आजसम्म त्यस्तो कुरा सुनेको थिएन। आज मैले यस्तो सुन्दा दुःख लाग्यो। डाक्टर हुन्छु भन्छ, कसरी डाक्टर पढाउने? माइलो छोराले अलिअलि आँखा देख्थे, अपरेसन गरेपछि त्यो पनि बन्द भएछ। डाक्टरले त मोतीबिन्दुको सकेर हामीले मोतीबिन्दुलाई जलबिन्दु गरिदिन्छौँ। अब यति देख्नुहुन्छ, यत्तिकै यति नैमै रोकिदिन्छौँ भन्नुभएको। त्यसपछि फेरि अपरेसन गरिसकेपछि यो भएन, हामीले गराउने कोसिस गर्यो तर भएन, यो आँखा कमजोर हुँदै जान्छ भन्नुभएको थियो। आज हामी यो परिवारको लागि केही महिनालाई पुग्ने सहयोग लगेर पुगेका छौँ। भगवान्ले पनि चाहिँ कति सजाय दिएको उहाँलाई, होइन? सजाय एउटा चोर डाका फटा एउटा हत्यारालाई पनि चाहिँ निश्चित समय जेलमा राखिन्छ, त्यसपछि छुटकारा पाउँछ। तर उहाँले के अपराध गर्नुभएको थियो र? दैवले पनि चाहिँ यस्तो त 4जनालाई चाहिँ जन्म यस्तो दियो, उहाँलाई घरबाट यस्तो खालको चाहिँ बच्चा पैदा भयो। सबैले प्रार्थना गर्नुहोस् कि कसैको परिवारमा पनि यस्तो पीडा नपरोस्। अनि दाइहरूलाई स्कुल लान मन लाग्दैन तिमीलाई? लागे पनि उ गर्न मिल्दैन। के गर्न मिल्दैन? लान मिल्दैन। आँखाले देख्नुहुन्न हो? हो। के कतिमा पढ्छौ भने हो? 5मा पढ्छौ है? के बन्ने मन छ बहिनीलाई ठुलो भएर? डाक्टर बन्ने हो? डाक्टर बन्न त धेरै खर्च लाग्छ नि नानु। कसरी म्यानेज गर्छौ नि? पढेर। आमा? हजुर। के भयो? हेर्न दुःख लाग्छ। छोरीले डाक्टर बन्ने सपना देख्दाखेरि आँखामा आँसु ल्याउनु पनि आमा? आजसम्म त्यस्तो कुरा सुनेको थिएन। आज मैले यस्तो सुन्दा दुःख लाग्यो। डाक्टर हुन्छु भन्छ, कसरी डाक्टर पढाउने? अन्त यति धेरै दर्शकहरूले हेर्नु भएको छ। हजुरलाई यहाँ अब सहयोग पनि लिएर आएका छौँ, होइन? हजुर। अभाव त आर्थिक अवस्था त निकै कमजोर छ होला नि है? के छ नि आर्थिक अवस्था, कसरी म्यानेज गर्नुभएको छ? आर्थिक अवस्था त कमजोरी छ। आफ्नो घरमा अब खेती किसान गर्ने जिम्मी जग्गा छैन। यही घर बस्ने बास मात्र हो, कमाउने हो, खाने हो। अब त्यही पनि बुढा घर आउनुभयो भने त त्यही पनि हराउँछ, केही छैन। दुःखै छ। अब म यताउति गएर अब काम गरौँ भने यिनीहरूको सुसार गरेर बस्नुपर्छ। कहिले आमा कहिले सोच्नु भएको थियो मेरा ती 3 महिना छोराहरू दृष्टिबिन होलान् भनेर? त्यस्तो कहिले सोचेन। सेनामा त जोनी देखे त आँखा त राम्रै हुने, पछि 5-6 महिना हुँदाखेरि अब मिच्दै जाने, अनि आँखाभित्र दब्दै जाने गऱ्यो। हस्पिटल नयाँ धेरै नहुने भएपछि त्यत्तिकै घरमा राख्ने, यिनीहरूको स्याहार सुसार गर्ने, बस्ने। अरू काम अब केही अब उगोलाई भन्न यिनीहरूलाई छोडेर कहाँ जाने? दुःखै लाग्छ अब अरूको देख्दाखेरि। दर्शकवृन्द, यति बेला हामी प्युठान जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर 4मा आएका छौँ। एउटै परिवारमा 3 भाइ छोरा, कसैले पनि आँखा देख्नुहुन्न।
कान्छी छोरी ठुलो भएर डाक्टर बन्ने मन छ। घरको आर्थिक अवस्था बिहान साँझ के खाउँ के लाउँ भन्ने यो परिवार कान्छी छोरीले डाक्टर बन्ने सपना देखेकी छिन्। दाइहरूलाई सँगै स्कुल लिएर जाऊँ भन्ने हुन्न तिमीलाई? हुन्छ है। दाइहरूले आँखा नदेख्दाखेरि पिर पर्छ हो? अघि किन रोको? किन नरुने है? धेरै पढ्नुपर्छ। हुन्छ हुन्छ। तिमीलाई दाइहरूले के भन्नुहुन्छ नि? राम्रो पढ भन्नुहुन्छ। के भन्नुहुन्छ? राम्रोसँग पढ भन्नुहुन्छ। राम्रोसँग पढ भन्नुहुन्छ। तिमीले के भन्छौ त? दाइहरूको आँखा खुलोस् भन्छु। दाइहरूको आँखा खुलोस् भन्छौ? दाइहरूले तिमीलाई देख्न मन लाग्छ भन्नुहुन्छ हो? हो? देख्नु भएको छैन अहिलेसम्म? आज तिम्रो लागि रासन पानीहरू आएको छ, के भन्न चाहन्छौ नि? सबैले अरू सहयोग गरेका भरिलाई धन्यवाद दिन चाहन्छु। सहयोग गरेकालाई धन्यवाद दिन चाहन्छौ? ल राम्रोसँग बस है, धेरै पढ्नु है, ज्ञानी मान्छे बन्नुपर्छ। हुन्छ हुन्छ। आमा आज करिब 4 बोरा चामल, त्यसै गरी तेलहरू, दालचिनी, चियापत्तीहरू आएको छ। के भन्न चाहनुहुन्छ सहयोग गर्ने मनहरूलाई? मेरा यस्ता बच्चाहरू देखेर सहयोग गर्नलाई म यो आत्मादेखि धन्यवाद भन्न चाहन्छु। त्यति बोल्न त आउँदैन। हजुर। कति वर्षमा विवाह गर्नुभएको नि आमा? मैले 17 वर्षमा विवाह। भागेर हो कि भागेर हो? भागेर प्रेम विवाह हो हजुरहरूको? हजुर। जिन्दगीमा यस्तो होला भन्ने कहिले सोच्नु भएको थियो आमा? कहिले सोचेन। कहिले सोच्नु भएको थिएन है? हजुर। के भन्नुहुन्छ नि श्रीमानले? के भन्ने खै अब हाम्रो यस्तै भयो, भाग्यमा के गर्ने भन्नुहुन्छ। के भन्ने, भाग्य नै यस्तै रहेछ भन्नुहुन्छ है? हजुर। तपाईँका 4 बहिना छोरा थिए? 4वटा हो। पहिलाको बित्यो 5 वर्षपछि। पहिलाकोले देख्नुहुन्थ्यो कि हुन्थ्यो? होइन यस्तै। पहिलाको पनि दृष्टि पनि हुनुहुन्थ्यो? हजुर। यस्तै नदेख्ने नबोल्ने। हजुर। 4 वर्ष पहिला 5मा लाग्दाखेरि ऐनामा परेर उभिथ्यो। अगिनामा परेर? हजुर। के गर्दै हुनुहुन्थ्यो त्यति बेला हजुर? म काम गर्न गएको थिएँ। हजुर। अनि औगिनामा त आगो त थिएन। आउँदाखेरि पुरै जलेर कालो भएको थियो। हजुर। म आउँदाखेरि केही चाहिँ थिएन त्यति बेला? केही चाहिँ छैन, भुँडी चाहिँ फुटेको थियो। हजुर। म ढुङ्गा लिन गएको थिएँ। ढुङ्गा बोकेर फर्केर म हतार गम्मै ढोका गइसकेको थियो। आधा घन्टामा ऐनामा आगो थिएन, फेरि त्यत्तिकै जल्यो है। अब मेरो किस्मतै यस्तै। मेरो दिदीहरूको पनि छैन, दाइ भाइहरूको पनि छैन, हाम्रो सन्तानैमा छैन। मेरो यस्तै भएपछि आफ्नै किस्मत हो भने जस्तो लाग्छ। तपाईँका दिदी बहिनीहरू सबैको राम्रै हुनुहुन्छ? सबैको। अब भाइहरू 4वटा, दिदीहरू दुईटी बहिनीहरू छन्। सबैलाई राम्रो छ, मलाई मात्रै हो यस्तो। घरपट्टिमा नि मलाई मात्र हो, अब माइतीपट्टि नि मलाई मात्र। त्यहाँ आफ्नो भाग्य यस्तै हुन्छ भन्नु आज त दुःख लाग्छ। आज त आमा काम गर्न सक्नुहुन्छ, अब भोलि बिस्तारै बुढेसकालले छुँदै जान्छ। त्यो अवस्थामा के होला नि आमा? खै अब कस्तो के हुने थाहा छैन। के भन्छ अरे आमा यसलाई? हाम्रो प्युठान झिमरुक। प्युठानको झिमरुक भन्छ है? हजुर। आज बसै त पोखरी हो। हजुर। झिमरुक गाउँपालिका वार्ड नम्बर 4 बसै। यो ठाउँलाई पोखरी भन्छ। कहिलेकाहीँ त निन्द्रा पनि लाग्दैन होला आमा यस्तो बाबुहरूलाई हुँदाखेरि? रातैभरि सुत्दैन नि बाबुहरू रातैभरि सुत्दैन? यिनी पुरै गाउँ चाल्छ रातभरि खोजेर चाल्छन्। गाउँमा जाने यस्तो राति? खै अब हिँड्छन्। म निदाएपछि कहिले ढोका बन्द हुँदैन, पुरा खुल्ला गरेर हिँड्छन्। रातभरि खोजेर ल्याउने 2 बजे 3 बजे। गाउँ पुरै कहिले काम उता गरिदिन्छु, कहिले उता गरिदिन्छु। त्यस्तो किन हिँड्छन्? खै किन हिँड्छ खै अब म उठ्दाखेरि हुन्न कि म उ गर्दाखेरि अब सुताइराख्छु। म जाग्दाखेरि हुँदैन। कतिचोटि भयो मैले यिनीबाट खोजेर लिएर आउनु लाग्यो। कहिले अरूले लिएर आउँछन् रातिमा है? राति 1-2 बजेमा हिँड्छन्। उनीहरूलाई न दिन न रात एउटै? यो हिँड्दिन, यो रातभरि हिँड्छ, पुरै गाउँ चाल्छ। ऊ बाबुहरूलाई न दिन न रात एउटै त हो नि है? हजुर। भन्नुहुन्न तपाईँले रातिमा चाहिँ नहिँड्नु है भनेर? बुझ्दिनँ, केही बुझ्दिनँ। सुन्न पनि सुन्दैनन् कानले? सुन्न त सुन्छ, अब केही कुरै बुझ्दिनँ। अब
यो हिँड्ने नै यताउति हिँड्ने न किराले खान्छ भनौँ उठेर हिँडिहाल्छ। आँखाले देख्दैनौ? हजुर। के भयो? त्यो अपरेसन गरिसकेपछि के अरे भैरवा लगाएर अपरेसन गरिसकेपछि अलि दिन 5-6 दिनसम्म त अब राम्रै देखियो। त्यसपछि बन्द हुँदै ज्योति चाहिँ घुम्दै गयो भनौँ। के भन्नुभएको थियो अपरेसन गर्दाखेरि? ठिक हुन्छ अपरेसन गरेपछि आँखाले देख्छौ भन्नुभयो कि के भन्नुभयो? यस्तो भन्नुभएको थियो, अपरेसन गर्दाखेरि त के अरे डक्टरले त मोतीबिन्दुको सकेर हामीले मोतीबिन्दुलाई जलबिन्दु गरिदिन्छौँ। अब यति देख्नुहुन्छ यत्तिकै यति नै मै रोकिदिन्छौँ भन्नुभएको। त्यसपछि फेरि अपरेसन गरिसकेपछि यो भएन, हामीले गराउने कोसिस गऱ्यो तर भएन, यो आँखा कमजोर हुँदै जान्छ भन्नुभएको थियो। त्यसपछि देख्नै छोड्यो है? हजुर हजुर। कति वर्षको उमेरसम्म देख्थ्यौ नि? मैले चाहिँ लगभग 15 वर्षसम्म राम्रै देख्थेँ। त्यसपछि 15 वर्षपछि घुम्दै गयो, रोकिँदै गयो भनौँ न। अहिले चाहिँ देख्दैनौ? हजुर। कति वर्ष भयो देख्न छोडेको? अहिले चाहिँ धेरै भएको छैन। अब ट्याक्कै दृष्टि घुमेको त अलि असुजदेखि भनौँ न, असुजदेखि चाहिँ राम्ररी देख्नै छोडेको। अहिले चाहिँ केही देख्दैन। कतिको गाह्रो हुन्छ नि बाबु पहिला चाहिँ आँखा देख्दाखेरि हिँड्ने र अहिले नदेखिकन हिँड्दाखेरि कस्तो हुन्छ? होइन अब गाह्रो त हुन्छ नै। गाह्रो त अब पहिला देखेको हिसाबमा हिँड्ने भने अहिले देखेको नदेखिकन हिँडिन्छ। अब देखिन्न अन्दाजमा हिँड्ने हो, ठोकिन्छ कतै गएर लडेला, त्यो डर हुन्छ। पहिला चाहिँ त्यस्तो हुने थिएन, अहिले चाहिँ त्यस्तो डर हुन्छ। अहिले ठुला बाटोहरू पनि देखिन्थ्यो पहिला, अहिले देखिँदैन। अब अन्दाजमा हिँड्ने हो, कता गएर लडिन्छ भन्ने आफूलाई थाहा हुँदैन। के बन्ने मन छ नि तिम्रो? के बन्ने मन थियो? एम के छ? मेरो चाहिँ अहिले चाहिँ के बन्ने मन छ भने कलाकार बन्ने मन छ। यसको मतलब गीत पनि गाउँछौ? हजुर मलाई हो र। ल एउटा गीत सुनाइदेऊ न अहिले। रे त मनमा तिमी छौ मसित, भविष्य हौ नबन्नु अतीत, माया भाग्यमै छौ भनी टर्दैन, अजर हुन्छ अमर हुन्छ माया, कहिले नि मर्दैन, अजर हुन्छ अमर हुन्छ माया, कहिले नि मर्दैन, माया कहिले नि मर्दैन। कति राम्रो गाएको त। हजुर हजुर। कसले सिकायो कि आफै सिक्यौ कि? हजुर यो चाहिँ गीत सुन्दै अब म यस्तो बन्छु भनेर मैले प्रतिज्ञा गरेँ। अनि त्यसपछि गाउने प्रयास गरेँ। त्यसपछि गाउने प्रयास गर्दा यत्तिकै भएको छ। अझै स्वरलाई निखार्दा अझै गर्नु छ। भाइहरूसँग बोलिरहन्छौ कि के गर्छौ तिमी? बोल्छन् कि बोल्दैनन् भाइहरू? भाइहरू बोल्नुहुन्न। अब यस्तो हुन्छ बोल्नुहुन्न, तर साधारण कुराहरू चाहिँ बुझ्नुहुन्छ। अब यस्तो बाहिर जाने, बाहिर भित्र आउने, भात खान आउने, अब धारो खोल्ने यस्तै भनेपछि बुझ्नुहुन्छ। तर यिनी ठुल्ठुला कुरोहरू भनौँ न, यस्तो नगर, यस्तो गर्नु हुँदैन भन्ने चाहिँ यो चाहिँ मनमा आउँदै हुँदैन। उहाँहरू बुझ्नुहुन्न, बोल्दा पनि बोल्नुहुन्न भन्नु। यहाँको घटना, यहाँको यो परिवेश, यस्तो अवस्थाको बारेमा चर्चा गर्दै आयौँ र हामी त्यहाँ पनि पुगेर एकपटक एउटा भिडियो बनाएर आउनु त पत्रकारजी आउनुहोस् बाबुरामजी, यही क्रममै गरौँ न भन्ने भएर हामी यहाँ आएका हौँ। हामी यो अहिले हामी जुन प्युठान जिल्लाको झिमरुक गाउँ पालिका वार्ड नम्बर 4 पोखरीमा आइरहेका छौँ। यहाँहरूको अवस्था हेर्दाखेरि अत्यन्तै कहालीलाग्दो अवस्था देखेँ मैले। अब अहिले यहाँ 3टा छोराहरू छन्। एउटा छोरा पोहोर साल मृत्यु भइसकेको रहेछ। 4जना। पहिलो बच्चा जन्मियो अन्धा, अपाङ्ग, नबोल्ने, नसुन्ने, नदेख्ने। अर्को सही जन्मेला भन्यो, त्यो पनि त्यस्तै। अर्को सही जन्मेला भन्यो, त्यो पनि त्यस्तै। यसै क्रममा 4-4जना छोराहरू चाहिँ यस्ता जन्मिँदाखेरि, सबै यस्तै जन्मिँदाखेरि उहाँलाई के पीडा पऱ्यो होला? त्यो तपाईँ हामीलाई परेको भए के हुन्थ्यो होला? एउटा घरमा सानो अपाङ्ग हुन्छ भने एउटा हप्तादेखिको चाहिँ बिरामी
लगातार हुन्छ भने पनि हामीले कतिका घरको परिवारलाई चाहिँ शास्ति हुन्छ भने जन्मिएदेखि मृत्यु पर्यन्तसम्म लगातार सेवा गर्न पर्ने अर्को विकल्प सहारा दिने कोही छैन। उहाँको निम्ति जुन पीडा देखेँ मैले अत्यन्तै मेरो मनमुटुमा छोयो र मैले यो सामाजिक सञ्जालमा राखौँ भनेर पहल गरेँ र मेरो प्रयत्नलाई धेरैले साथ सहयोग दिनुभएको छ, दिनुहुन्छ। अझै पनि यो मिडियामा आयो भने यो चर्चामा गयो भने धेरै सहयोग होला भन्ने आशा लिएको छु। भगवान्ले पनि चाहिँ कति सजाय दिएको उहाँलाई होइन। सजाय एउटा चोर डाका फटा एउटा हत्यारालाई पनि चाहिँ निश्चित समय जेलमा राखिन्छ, त्यसपछि छुटकारा पाउँछ। तर उहाँले के अपराध गर्नुभएको थियो र दैवले पनि चाहिँ यस्तो त चारजनालाई चाहिँ जन्म यस्तो दियो, उहाँलाई घरबाट यस्तो खालको चाहिँ बच्चा पैदा भयो। अनि उहाँको अभावमा के होला, यदि उहाँ घरमा नहुने हो भने यिनलाई कसले स्याहारसम्म गर्ला, कसले खाना देला, कसले चाहिँ दिसापिसा गर्ला, कसले कपडा धोइदेला, यस्तो अवस्था छ। त्यही पनि सम्पत्ति भएर स्याहारसम्म गर्नु होला, सम्पत्ति छैन। मजदुरी गर्न जानुभएको, म एकपटक आएको यसो भिडियो गर्न खोजेको, एकैछिन पनि आत्तिनु भयो उहाँ। मजदुरी गर्न जाँदै हुनुहुन्छ, छोटो समय 5 मिनट लिएर थोरै कुरा गरेर चाहिँ म गएँ। उहाँ आत्तुरी थियो, 10 बजीपछि नजाने पार मलाई हाजिरी लिँदैन, यस्तो समस्या छ भन्नुहुन्थ्यो। अनि त्यस्तो अवस्था छ, उहाँले मजदुरी पनि गर्नुपर्ने। यिनीहरूले दिसापिसा गर्न जाने ठाउँमा कहिले बाटीमा दिसापिसा गरिदिएछन्, कहिले कपडामा गरिदिएछन्, कहिले चाहिँ टोयलेटमा गएर पाखै दिशा गरिदिएछन्। यो समस्या पनि मैले सुन्न देख्न पाएँ। यो काइलाको अवस्था छ। हुन त यस्ता अपाङ्गहरू सामान्य भत्ता आउँछ त्यसरी खाना हुन्छ भन्ने होइन। भत्ता 4,000ले के पुग्छ? यिनको सेवा गर्न निम्ति कति समय, कति तनाव, कति समस्या होला। आफ्नो सन्तानको यो अवस्था देख्दाखेरि आमालाई कुन पीडा होला, यो देख्दाखेरि अत्यन्तै दुःख लागेर आउँछ। र मलाई लाग्छ अब यहाँका जनप्रतिनिधिहरू, झिमरुक गाउँपालिका समस्त जनप्रतिनिधिहरू, सामाजिक अभियन्ताहरू, सङ्घ संस्थाहरूले उहाँले जीवनभरलाई पुग्ने सम्पत्ति दियोस् होइन। उहाँले एउटा चाहिँ चराले आफ्नो चारो ल्याएर बच्चालाई खुवाए जस्तै गरी मजदुरी गरेर खुवाउँदै आउनेको छ। तर उहाँको पनि हातखुट्टा बस्ने अवस्था आउला, नसक्ने अवस्था आउला, त्यतिखेर के गर्नु होला, गाह्रो छ। उहाँको श्रीमान पनि अहिले विदेशमा हुनुहुन्छ अरे, तर चाहिँ उहाँको पनि 49 वर्ष पुगिसक्नु भयो, अब आउँदै हुनुहुन्छ अरे। अब उहाँ पनि राख्नेवाला छैन, यहाँ आएर गर्न नसक्ने त्यस्तो सिप उहाँसँग छैन र उमेरले पनि साथ दिँदैन। र यस्ता दिन दुखीहरूको सहयोग गर्न निम्ति, यस्ता अपाङ्गहरूको सहयोग गर्न निम्ति हाम्रो चाहिँ सानोतिनो सहयोगले, जसरी हामी मन्दिरमा गएर मूर्त ढुङ्गालाई पूजा गर्छौँ र त्यहाँ दान गर्ने गर्छौँ, हामी अन्य ठाउँमा दान पनि गर्ने गर्छौँ। त्योभन्दा यस्ता अपाङ्ग, असहाय, अशक्तहरूलाई सहयोग गर्नु नै मानव मूल्य मान्यता हो र त्यो अनुसारको सहयोग सबैले गर्नुपर्छ भन्ने सन्देश सबैले मिलोस् भन्ने आजको भिडियोले सन्देश दियोस्। र यहाँहरूको जुन ओझेलमा परेको जो यहाँहरूको चाहिँ अवस्था हो, यो पनि सार्वजनिक होस्, मिडिया मार्फत, तपाईँको मिडिया मार्फत अगाडि जाओस् भन्ने सेवा गर्न चाहन्छु। धन्यवाद। एकदम बिजोग अवस्था रहेछ हाम्रो घर परिवारमा। तपाईँको 4-6 दिन हप्ता 10 दिन एउटा परिवारमा बिरामी हुने भने त हाम्रो कत्रो चाहिँ लथालिङ्गी भएको हुन्छ। भनेपछि यहाँले कसरी चाहिँ यो पीडालाई चाहिँ सहेर चाहिँ म्यानेज गर्नुभएको छ होला, उहाँको मनलाई थाहा होला। सबभन्दा पहिला हामीले एउटा कमलबहादुर भाइको लागि अभियान चलाएको थियौँ, सहयोग अभियान, उपचारको लागि। उहाँको चाहिँ उपचारको क्रममा मृत्यु भयो। त्यसपछि त्यो सहयोगलाई उहाँको परिवारमा चाहिँ हस्तान्तरण गरियो होइन। अनि त्यही सहयोग मध्येबाट अब पीडा त उहाँलाई पनि पीडै छ। यसो हेर्दा बुझ्दा त उहाँलाई भन्दा यहाँलाई धेरै पीडा छ कि जस्तो लाग्न थाल्यो मलाई त अहिले त। त्यो यो देखेपछि मैले सोचेँ कि ठिक छ, उहाँहरूको पनि उद्धार हुनुपर्छ, यहाँहरूको पनि हुनुपर्छ भन्ने उद्देश्यका साथ। अनि त्यही सहयोग राशिबाट मैले पछिल्लो भिडियोमा पनि यो पनि जानकारी गराइसकेको छु। 263 जनाले सहयोग गर्नुभएको थियो देश विदेशबाट। त्यसमध्येमा पैसा उठेको 6,10,915 रुपियाँ सहयोग उठाएको थियो। त्यसमध्येबाट एकजना सहयोगीको 77 रुपियाँको हिसाबले दर कटौती गरेर यता हामीले छुट्याएर यहाँहरूलाई चाहिँ थोरै, अब त्यो त हुन त के नै हुन्छ र बिचरा, त्यही पनि एउटा थोरै 2-4 महिनालाई भए पनि एउटा चाहिँ थोरै राहत मिलोस् भन्ने चाहिँ उद्देश्यका साथ हामीले आज यहाँ आइपुगेर यहाँहरूलाई थोरै सहयोग गरेका छौँ। र जसले हेर्दै हुनुहुन्छ यहाँको बाबुरामजीको च्यानल मार्फत सबैले बुझ्नु होला। अब यस्तो पीडा तपाईँ हाम्रो घरमा हुने भने सायद उस्तै मान्छे त हेर्नु डिप्रेसनमा गएर एकातिर गएर आत्महत्या गर्छ जस्तो लाग्छ मलाई। सक्दैन कि मान्छेले झेल्न सक्दैन यत्रो पीडा। तो थोरै थोरै हामी त सही सलामत छौँ हैन। मेहनत गरेपछि हामी त सही सलामत छौँ। यो दुनियाँमा जति पनि कमाउन गर्न सकिन्छ मेहनत गरेर यी बच्चाहरूको लागि धेरै नभए थोरै पनि हामीहरूले चाहिँ केही सहयोग गर्यौँ भने यहाँहरूको धेरै ठुलो उद्धार हुनेछ। त्यो आमालाई थोरै चाहिँ केही राहत हुनेछ हैन।
बाँकी जो जसले सहयोग गर्न चाहनुहुन्छ अनि यहाँ बाबुरामजीसँग सम्पर्क गरेर पनि सहयोग गर्न सक्नुहुन्छ अथवा हामीहरूसँग पनि सम्पर्क गर्न सक्नुहुन्छ। बाबुरामजी पनि अब मैले पछिल्लो ब्याकग्राउन्डमा सबै चिज हेरेको छु, एकदम चाहिँ इमान्दारी रूपमा उहाँले यस्तै दुःखी पीडितहरूलाई उद्धार गर्दै आउनुभएको छ, भिडियो मार्फत सार्वजनिक गर्नुभएको छ दिन दुःखीहरूको पीडालाई। उहाँसित पनि सम्पर्क गर्न सक्नुहुन्छ अथवा हामीसित पनि सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद। हुन्छ, यस अभियानमा हामी जोडिएका छौँ, हामी सँगै छौँ। अरू फेरि यस्तै दिन दुःखीहरूको सेवा गर्न पाइयोस्, हजुर यस्तै सामाजिक कर्ममा लागिरहेको देख्न पाइयोस्। हजुरलाई धेरै धेरै शुभकामना। धन्यवाद। हुन्छ आमा, अहिले अब हामी जान्छौँ, रात पनि पर्न थाल्यो होइन। फेरि कसैले केही सहयोग गर्नुभएछ भने चाहिँ फेरि भेट होला है हाम्रो। हजुर, के भन्न चाहनुहुन्छ सहयोगी मनहरूलाई? अब हाम्रो यस्तो देखेर सहयोग गर्नेलाई म अब यो मनैदेखि धन्यवाद भन्न चाहन्छु। फेरि पनि यस्तै देखेर सहयोग गर्नुहोला। हस्, हुन्छ आमा, छुट्टिन्छौँ है। ल नानु, अहिले जान्छु है, धेरै पढ्नुपर्छ। हस्, हुन्छ, ल उता यता बाई बाई गरिदेऊ। ल हुन्छ बाबु, अब फेरि हाम्रो भेट फेरि पक्कै पनि फेरि हुनेछ होइन। अहिले चाहिँ रासन पानीहरू लिएर आएका छौँ, के भन्न चाहन्छौ नि? म पनि के भन्न चाहन्छु भने सहयोग गर्नुभयो सहयोगी दाताहरूलाई म एकदम एकमुष्ट रूपमा धन्यवाद दिन चाहन्छु। अझै पनि यस्तै हामीलाई हाम्रो पीडा देखेर दुःख देखेर सहयोग गर्नुहोला भन्न चाहन्छु। छुट्टिन्छौ है। हस्।